नमस्कार सबैजनालाई। आज चाहिँ म अब एउटा विशेष ठाउँमा जाँदैछु। विशेष गरी मेरो चाहिँ 33 वर्ष लगभग भयो होला हाम्रो दोस्ती। 33 वर्ष पुरानो साथी चाहिँ यहाँ आएको हुनाले गर्दाखेरि अस्ति नै भेट्न भनेर कुराकानी भएको थियो। मेरो कार्य व्यस्तता, उसको आफ्नो व्यस्तताले गर्दाखेरि भेट्न जान पाएको थिएन। आज चाहिँ म उसलाई भेटेर चाहिँ अब आउनु पर्यो भनेर निक्लिँदैछु। अब उसँगको भेट चाहिँ तपाईहरुलाई देखाउने नै छु म कस्तो हुन्छ के हुन्छ। मेरो एकदम मिल्ने साथी हो, 33 वर्ष पुरानो। हामी लगभग 5-6 वर्षपछि भेट्दै छौं। तपाईहरुलाई उसँगको भेट म देखाउँछु। त्यसपछि तपाईहरुलाई सबै अपडेट म दिइ नै हाल्छु। अब हेर्दै जाउँ। अब म यहाँ गाडीमा बसेँ। अब म तपाईहरुलाई चाहिँ उसँगको भेट भएपछिको बाँकी चाहिँ फेरि म भिडियो लिएर आउँछु है त। अब मेरो यात्रा सुरु भयो साथी भेट्न जानको लागि है त। अब म निक्लिँदैछु बिस्तारै। ढोका खोलिहाल्छु है त अब ल। मेरो यो म यहाँ अहिले आइपुगेको छु। अब भेट्नलाई जाँदैछु। अब भेटघाट हुन्छ अनि भेटघाट भएपछि तपाईहरुलाई भेटघाट भएको पनि देखाउने नै छु। अब हेर्दै जानु होला के छ, मान्छे कति गएका छन्, के छ हेरौँ मान्छेको अवस्था पनि। आजै उपलब्धि। अब हेरौँ कस्तो हुन्छ। अब कति के छन् मान्छेहरू, के छन् कसो छन् एकचोटि हेरौँ देखाउँ। अब हाम्रो मित्रको चाहिँ के रहेछ कसो चाहिँ हेरिरहनु ल। ओहो 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 ल म चाहिँ टिकाराम ल। मेरो भाइसँग भेट भयो। यो भाइ फिल्म लाइनको विषयमा अलिकति बोल्न त के छ फिल्म लाइनको विषयमा भाइ कुराकानी ल भन त। 2 वर्षमा पुरै भूमिगत छु भाइ। अब 2 वर्ष पछाडि फेरि नेपाली सिनेमामा गएर ए लेभलको VFX स्टुडियो पोस्ट प्रोडक्सन सहितको त्यो नेपालमा पहिला भएको पोस्ट प्रोडक्सनलाई चाहिँ के गर्ने विचार छ? त्यो छँदैछ, त्यो कन्टिन्यू नाम त्यही हो नि। नाम चाहिँ त्यही हुन्छ। अब नयाँ 2 वर्षपछि केही 2 वर्षसम्म चाहिँ अझै गुप्तवास हो। यो 2 वर्षपछि यो भिडियो हाल्नु। 2 वर्ष होइन, यो त अब भोलि होइन, यो अर्को शनिबार हाल्ने यो भिडियो। ल अब म चाहिँ मेरो साथीलाई भेट्न हिँडेको। यो 33 वर्ष पुरानो हाम्रो मित्र यहाँ अब 5-7 वर्षपछि यहाँ विशेष ठाउँमा भेट भएको छ। अब भेट हुन लागेको छ, भेट पनि भएको छैन। अब ल उहाँ हेर्नुहोस्, उहाँ चाहिँ खास चाहिँ हाम्रो देशको नेता हो। अब ल उहाँ नै हो विशेष मेरो चाहिँ साथी। अब 33 वर्ष पुरानो हाम्रो सम्बन्ध हो। अब त्यसले गर्दाखेरि 5 वर्षपछि हाम्रो भेट भएको छ। अब हाम्रो घायलजी त विशेष भइहाल्नु। 5 वर्षपछि उसैको लागि म आएको। नत्र म खास यस्तो कार्यक्रमतिर हिँड्दिनँ, तपाईँहरूलाई थाहा छ होइन। विशेष गरी आज उसैको लागि मात्रै भनेर आएको। अब मेरो साथी भएकोले गर्दाखेरि अब यो भिडियो चाहिँ ट्याक्क अब हालिहाल्छु बनाएर। त्यस्तो छ कुराकानी है त। जिउस हाम्रो साथीसँग भेटघाट भयो। यो सिनेमा चाहिँ कमर्सियली रिलिज गर्नुपर्छ कि अब यसरी रिलिज गर्नु? तार अब यो होइन कमर्सियलै गर्न खोजेको। अब यहाँ अलिकति टाइम लिएर देशी विदेशी अलिकति खुराफातीहरूले अलिकति घेराबन्दी गरेको कारणले यो अवस्था पुगेको। घेराबन्दी भन्ने त नेपाली सिनेमाको पर्यायवाची हो। यसलाई त अब कहीँ यो चाहिँ अरूलाई चाहिँ आन्तरिक घेराबन्दी हो, यो चाहिँ अन्तर्राष्ट्रिय घेराबन्दी हो। उताको कुरालाई छोडिदिउँ। अब हाम्रो यो खास काँडे तारको विषयमा कुरा गरौँ अब होइन। काँडे तारको विषयमा थोरै चाहिँ के हो त कुराकानी? यो भनेको माटो र मान्छे जोगाउनु पर्यो, सीमा नियमन गरेर काँडे तार बार लाउनु पर्यो भन्ने मेन इस्यु हो। त्यही इस्युमा चाहिँ नि अहिले अब यो चलचित्र बनेको छ। अब नेपालमा पनि हामीले स्वीकार्दापछि शनिबार बाहिर आन्तरिक माफियाहरूको प्रेसरमा फिल्म उत्राउनु पर्यो। अब तर बाहिर अब अस्ति युकेतिर गयो, त्यहाँ अब राम्रै भयो होइन। अब सिडनी यो अस्ट्रेलिया चाहिँ मेरो लागि फर्स्ट टाइम हो। अनि यसो चिन्जान गरौँ। म घुम्ने क्रममा आएको, घुम्ने क्रममा साथीहरूले यसो मुभी देखाउँ न त भन्दाखेरि त्यसो राम्रो कुरा हो। त्यसैले अब के जति हामी चाहिँ भेला भइरहेछौँ, फिल्म हेर्छौँ, एकपल्ट नेपाल पुग्छौँ, आफ्नो आमालाई सम्झिन्छौँ, जन्म
जन्मभूमिलाई सम्झिन्छौँ, माटोलाई सम्झिन्छौँ, त्यो भावमा त्यो त्यो उसमा तपाईँहरूलाई पुर्याउन सक्छु कि सक्दैन अब कार्यतारले त्यो तपाईँहरूले हेरेपछि मूल्याङ्कन गर्नुहोला। एउटा देशभक्तिपूर्ण एउटा माटोको सुगन्ध आउने खालको मुभी चाहिँ भन्ने मैले प्रयत्न गरेको छु। धेरै धेरै धन्यवाद नवल। अब हाम्रो चाहिँ 5-6 वर्षपछि आज भेट भयो, त्यत्रो लामो मैले भेट्नै आउनु पर्यो नि साथी। अब नेपाल आउँछस् कि भनेको अब होइन त्यस्तो होइन, नेपाल त आउनु पर्यो होइन त्यस्तो चाहिँ अब हामी नेपाल त गइहाल्छौँ। माझी दाइ नमिन घायल त पुरै अब यहाँ पुरै कोरोना कालमा आएकोले गर्दाखेरि कोरोना अझै सकिएको छैन भन्ने अर्थमा बुझौँ। कोरोना अलिअलि घरिघरि लागिरहेकै छ। यो कोरोना पूर्ण रूपमा उन्मूलन भएपछि फेरि हामी नेपाल फर्किने प्रयत्न गर्नेछौँ, बनाइन्छ है त। ओके ल मित्र खुसी हो के छ हालखबर? ठिक छ नि? ल धेरै तपाईँ पछि भेट भयो। अब के छ हाम्रो मित्र हालखबर? 2 मिनट बसौँ। के छ हाम्रो बाबुरामजीसँग पनि यहाँ भेट भयो मेरो। अब अहिले हेर्नुहोस् बाबुरामजीको के छ हालखबर? बाबुरामजी के छ? बाबुरामजी हालखबर मेरो ठिक छ यार। तपाईँ बाबुराम बिर्सिसक्नुभयो कि तपाईँ अहिले के छ अवस्था? बिर्सिया भएर त अब सम्झाउनुहुन्छ कि भनेर यता आएको हो। के छ डाइरेक्टर साहबसँग तपाईँ डाइरेक्टरको डा, म नक्कली डाक्टरको डा। नक्कली डा हो दुइटै, नक्कली डा दुइटै। यहाँ चाहिँ नक्कली भइयो, सकली त उता देऊ नि त। ल ठिक छ। अरू के छ हालखबर? ठिकै छ, राम्रो छ। अब फिल्म हेर्न आइयो आज काँडे तारा हेर्न आइयो। मेरो नवलजी अब साथी पनि हुनुभयो चलचित्रलाई। अब आज समय छुट्याएर हेर्न आइयो साथीभाइको फिल्म। फिल्म चाहिँ धेरै चर्चा बटुलेको फिल्म पनि हो। चलचित्र चाहिँ अलिकति स्क्यान्डल नमच्चिएको भए, अलिकति दुश्मन नलागेको भए यो चलचित्र नेपालमा पनि केही राम्रो गर्थ्यो भन्ने। सिनेमा अब यस्तै हो। अब कुनले गर्छ कुनले गर्दैन यो हामी खास भगवान्ले पनि भन्न सक्दैन अरे सिनेमा भन्छ नि, त्यस्तै हो। त्यो हिसाबले गर्दाखेरि तपाईँसँग पनि भेट भयो, खुसी लाग्यो। यहाँ कसै भाइको चाहिँ हालखबर? ठिक छ ठिक छ। अनि भाइसँग मेरो निकासमा भेट भएको थियो। अनि अरू के छ? बसाइ कता छ? मेरो नजिकै हो नजिक रहेछौँ त बेला मेसो मिलाएर यसो कहिले दाजुभाइ भेट्दै गर्नुपर्छ ल। परे दाइसँग जसरी नै अलिकति समानान्तर बनाउनु पर्यो, समानान्तर सम्बन्ध राख्नु पर्यो। अब भेटघाट निरन्तर गरिराख्नुपर्छ है त, भइहाल्छ नि। अपिलजी के छ हालखबर? ठिकै छ। नयाँ ताजा भन्नुहोस् यार। केही छैन अहिले नयाँ प्लानिङ केही हुँदैछ कि केही हुँदैछ? अहिले त्यस्तो केही छैन। अब काँडेतार हेर्ने त्यसपछि बाँकी छलफल गरौँ होइन? ओके छ ल। सुभाषजीसँग आज मेरो धेरै दिनपछि भेट भयो। फिल्म हेर्ने कार्यक्रम छ, दुईजना सँगै बसेर फिल्म हेर्छौँ। त्यसपछि के छ तपाईँको मन्तव्य? ल म तपाईँहरूलाई चाहिँ अब आज एकजना मेरो एकदम नजिकको मित्र धेरै पछि भेट भयो। यो आजको नवलको फिल्मको कार्यक्रममा पनि मेरो धेरै पुराना साथीहरूसँग भेटघाट गराउने चाहिँ अवसर जुटायो। ल म साथीले देखाउँदैछु है त। ल चिन्नुभयो? नमस्ते। ल चिन्नुभयो कि भएन तपाईँहरूले उहाँलाई? ल मैले त सुरुमा चिन्दाखेरि एकदम मुस्किलै भयो मलाई त। अलिक लङ सर्टमा हेर्दाखेरि चाहिँ को मान्छे रहेछ भनेर म त कन्फ्युज भइरहेको थिएँ। भरे नजिक आएर ट्याक्क बोलेपछि पो ठ्याक्क थाहा पाएँ कि ओ हाम्रो मित्र हो हुनुहुँदो रहेछ भनेर। ल चिन्नु त तपाईँहरू को हो चिन्नु? ल आफै चिनाइदिनुहोस् यार, तपाईँलाई त चिन्दैनन् कसैले पनि। नमस्ते, म कुशल थापा है। सरसँग यसरी काँडे तार अनि फिल्म हेर्ने क्रममा चाहिँ हाम्रो भेट भयो। धेरै पछि भेट भयो हाम्रो 3-4 वर्ष। खुसी लाग्यो। जे होस् अब हाम्रो चाहिँ भलाकुसारी हुँदैछ। अब हामी एकछिन भलाकुसारी गर्छौँ। अब हामी सबै भलाकुसारी त तपाईँहरूलाई देखाउँदा फेरि गन्थन होला, धेरै लामो होला होइन? अब यो भलाकुसारीलाई हामी यहीँ कट गर्छौँ अनि हामी गन्थन गरेर भएर फेरि बाँकी अगाडि बढाउँछौँ है त। मान्छेको चिन्नुभयो? ल भन्नुहोस्, ल चिन्जान गर्नुहोस्। ल पुरै यार कति वर्षपछि भेट भयो यार। ल अब हामी साथीभाइहरूसँग पुरानो मान्छेहरूसँग भेटघाट हुँदा पनि बेग्लै मजा हुने रहेछ अब यहाँनिर। ल म चाहिँ अब अन्तिममा मेरो पुरानो साथीहरू अनि भेटेर सबैजनाहरू मित्रहरूलाई भेटेर चाहिँ म निक्लिएँ। अब निक्लेर म जाँदैछु। अब आजलाई चाहिँ म तपाईँहरूलाई यो ब्लग चाहिँ यहीँ चाहिँ समापन गर्नलाई चाहिँ अनुमति माग्दछु। अब राम्रो लागे लाइक कमेन्ट सेयर गरिदिनु होला, नराम्रो लागेमा सल्लाह सुझाव दिनु होला। अहिलेलाई यति नै, हस्त नमस्कार।